भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला सबैजनालाई माया धेरै छ सो यहाँसम्म तपाईँहरूलाई कस्तो लाग्यो एकदम मजा आइरहेछ नि मलाई त एकदम मजा आइरहेछ मजा आइरहेछ आई थिङ्क 10 भन्दा त मुनि नै छ होला जाडो यस्तो छ त्यही पनि ओके आम गोना टाइप रेडी हे वेलकम टु माई ब्लग गाइस सबजनालाई स्वागत गरेँ आज चाहिँ म आजको दिन र आजको ब्लग जिमबाट म स्टार्ट गरिरहेको छु लुक गाइस यो देख्न सक्नुहुन्छ ट्रेडमिल एन्ड यहाँनिर बाहिरको भ्यू यस्तो छ सो लुक एट दिस यो चाहिँ रहेको छ हाम्रो ठ्याक्कै बुर्ज खलिफाबाट ठ्याक्क अगाडिपट्टि ओके सो यस्तो छ यहाँनिर र तपाईँहरूलाई चाहिँ लाग्छ म कहाँनिर छु र कुन जिममा छु भने यो चाहिँ एक्चुअली जिम भन्दा पनि यो चाहिँ एउटा होटेलको एउटा फिटनेस रुम हो होइन सो यसमा लिमिटेड इक्विपमेन्टहरू छ र सामानहरू पनि त्यस्तो बढी धेरै केही पनि छैन सो म चाहिँ छु अहिले हिल्टन गार्डन इन अल्मिना रोडमा ओके गाइस स्टार दुबई सो अहिले चाहिँ म गर्न गइरहेको छु पुलअप बेसिकली हेरौँ कतिसम्म यो रहेको थियो हाम्रो पुलअप सो अहिले चाहिँ पुसअप गरौँ बेसिक एकदम है त अनि यो होटेलको बारेमा भन्नुपर्दा चाहिँ एकदमै भगाल छ यो होटेल है रुम अहिले तपाईँहरूलाई म भिजिट गराउने छु सो एकदम दामी स्विमिङ पुल पनि छ माथि हामी नाइटमा स्विमिङ गर्नेछौँ ओके भिडियोलाई लास्टसम्म हेरेर साथ दिनु होला सबैजनालाई माया धेरै छ यस टी सर्ट नदेखेको मात्रै हो फोकस गरौँ क्या अब चाहिँ म यो सेटअपमा चेस्टको लागि गर्दैछु लुक एट दिस गाइस अगाडि आउने प्रेस गर्ने यस यस दिस इज वान अफ माई फेभरेट एक्सर्साइजमा बसेर चाहिँ एकदम पावर एग्रेसिभ एभ्रिथिङ सुड एज अ लाइक मी धेरै पछि गरेर होला करम चाहिँ निस्किने आँट्ने जस्तो छ पछाडि सो अब नेक्स्ट चाहिँ म के गर्नु गइरहेको छु भन्दाखेरि दौडिनु गइरहेको छु स्टार्ट गर्दा 3 सेकेन्डको टाइम हुन्छ हामीले स्पिड बढाउँदैछु म
So that's a quick okay. No. अर्को चाहिँ अब चिरमा बस्ने हामी लास्टमा आउनुहोस् यसरी सिलाउने अनि उनीहरूले रिलिफ सो अब चाहिँ म तपाईँहरूलाई लिएर जानेछु मेरो मास्टर बेडरुममा ओके गाइस सो म तपाईँहरूलाई अब देखाउनु गइरहेको छु मेरो 4 स्टार मास्टर बेडरुम लेट्स गो र यो चाहिँ रहेको छ हाम्रो मास्टर की जस्तो भन्नु होला लेट्स यो रहेको छ हाम्रो रुम र तपाईँहरूलाई म फर्स्टमा देखाउने छु हामी एकदमै गइरहने ठाउँ गोप्य ठाउँ बाथरुम सो यहाँ हेर्नु सक्नुहुन्छ यो हाम्रो बाथ एरिया भयो अनि यहाँनिर रहेको छ ट्याक्लोहरू यताउति यहाँनिर टावल राखिदिएछ चट्टन मिलाएर यहाँ सानो टावल अनि त्यसपछि यो रहेको छ हाम्रो एकदमै इमर्जेन्सी प्लेस र यहाँ मिरर देख्न सक्नुहुन्छ अगाडि बेसनको अगाडि चट्ट राम्रो क्वालिटीको मिरर पनि छ ह्यान्डवास यहाँ भइहाल्यो सो एकदम यहाँसम्म हेर्दाखेरि कस्तो लागिरहेको छ तपाईँहरू पढ्नु अब यहाँबाट एउटा बिग मिरर देख्न सक्नुहुन्छ फ्रन्टमा जहाँ चाहिँ म एप्स हेर्ने काम गर्छु घरिघरि र यो रहेको छ हाम्रो यहाँनिर चाहिँ कफीहरू टीहरू राखिदिनु भएको छ है वाटर राखिदिनु भएको छ यहाँ टिभी यो कति इन्चीको टिभी हो आई हेभ नो आइडिया एक्चुली 42 इन्च मेबी हुनसक्छ र यहाँनिर देख्न सक्नुहुन्छ हामीसँग छ मिनी फ्रिज र यो छ हामीसँग एउटा कतिलो माल त्यसलाई भरे बजाउनु पर्छ ओके देन यो भयो यहाँनिर डोरहरू देख्न सक्नुहुन्छ र यतापट्टि चाहिँ हाम्रो टक्कसँगले बसेर यस्तरी सो यहाँसम्म तपाईँहरूलाई कस्तो लाग्यो एकदम मजा आइरहेछ नि मलाई त एकदम मजा आइरहेछ मजा आइरहेछ यहाँनिर त कस्तो दामी पाउन्स दिँदो रहेछ क्या यहाँनिर त अब एउटा ट्रिक चाहिँ यस्तो हुन्छ नि यहाँनिर यहाँ आयो ठ्याक्क आयो अलिक ठाउँ यसो सानो भयो क्या र ठिक छ बिस्तारै देखाउने छु म यस्तो कलाहरू बिस्तारै सो गर्नेछु तपाईँहरूलाई मसँग इन्स्टाग्राम फेसबुकमा जोडिनुहोस् यस्तो कुराहरू धेरै देख्नु पाउनुहुनेछ है त र मोस्ट इम्पोर्टेन्ट थिङ इज आइम गोना सो यु गाइस ओके यो रहेको छ हाम्रो किप इट सेफ भन्नेले चाहिँ यतिको चाहिँ प्राइभेसी र यतिको सेक्युरिटी चाहिँ चाहिन्छ जस्तो लाग्छ मलाई यतिको पैसा तिरेपछि त यति चाहिन्छ किनभने मोबाइल पर्स एन्ड सुन यताउति चाहिँ राख्नु पर्दाखेरि चाहिँ टक्क यहाँ राख्ने त्यसलाई यस्तरी अनि रिसेट गर्ने दाब्ने लक हुन्छ है त लक कुनै माइकललाई ल्याएर लानु सक्दैन देन हामीसँग चाहिँ तपाईँ अलमारी यहाँ देख्न सक्नुहुन्छ आइरन गर्नुको लागि अनि त्यसपछि यो लुगाहरू धुनको लागि यहाँनिर लुक एट दिस कम यहाँबाट मेन फोकस गर्नुहोस् यो लन्ड्रीकोहरू यतापट्टि सबै डिटेलहरू छ एन्ड यो के भन्नेलाई एक्सर्साइजको लागि यो पनि छ ल आदि त्यहाँ यस्तो छ लास्टमा तपाईँलाई म ट्रिक देखाउँछु what I tried this look at this well भने जस्तै भएन यता look at this and most सबैजनाले वेटिङ गर्नुभएको मोमेन्टलाई म एक्चुली यो रहेको छ हाम्रो सिन ओके गाइस ल म आइसकेको छु बारतरीमा तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि के छ त म नाङ्गे किन बसिरहेको छु
लुक एट दिस गाइस फर्स्टमा तपाईँलाई देखाउँछु यो सिन ओ माई गॉड बबा छ र त्यस सँगसँगै लुक एट दिस पछाडि देख्न सक्नुहुन्छ मिनी स्विमिङ पुल यहाँनिर यो रहेको छ हाम्रो हिल्टन गार्डन होटेलको स्विमिङ पानी यति राम्रो सफा देखिरहेछ लुक एट दिस दुवै फ्रेम चाहिँ यहाँनिर छ है यो भयो हाम्रो दुवै फ्रेम एन्ड यतापट्टि चाहिँ हाम्रो ब्रुज खलिफा एरिया हो यतापट्टि छ सो म चाहिँ अब यहाँनिर डाइभ हान्नु गइरहेको छु र अहिले चाहिँ निकै नै हावा पनि चलिरहेको छ यो जाडोको महिनामा एकदमै चिसो लागिरहेछ कति -डिग्री हो त्यो त होइन होला गल्फमा त्यति साह्रो त हुँदैन तर आई थिङ्क 10 भन्दा त मुनि नै छ होला जाडो यस्तो छ त्यही पनि ओके आम गोना डाइभ रेडी देखाउनु होला यो रहेको छ हाम्रो स्विमिङ पुल फर्स्ट डाइभ मैले हानिसकेँ अब सेकेन्ड डाइभ हान्छु रेडी कन्टिन्यू भिडियो तर यो चाहिँ यत्रो ठुल्ठुलो खोला नाग्ने बानी होइन लास्ट सानो लागिरहेको तर पनि ठिक छ दामी अब यसरी जानु ओके सो मैले जब स्विमिङ गरिसकिसकेको छु नाइट पनि भइसक्यो रात परिसक्यो है सो लुक एट दिस गाइस यो भ्यू यस्तो प्रकारको छ है र अब यहाँबाट चाहिँ म अर्को ठाउँतिर जाँदैछु र त्यो ठाउँ पनि तपाईँहरूलाई सरप्राइज हुनेछ ओके गाइस सी यू देयर बाई बाई लभ यु अल